नमस्कार साथीहरू, यहाँलाई स्वागत गर्न चाहन्छौँ हाम्रो यस लोकसेवा न्युज जेनेरेसन युट्युब च्यानलमा। सधैँका जस्तै हामीहरू यस च्यानल अन्तर्गत रहेर लोकसेवा आयोग, शिक्षक सेवा आयोग, ब्याङ्किङ साथै विभिन्न सङ्गठित संस्थाहरूले लिने प्रथम पत्र अन्तर्गतका विभिन्न विषयहरूको चाहिँ श्रृङ्खला सेटहरू लिएर उपस्थित हुने गरेका थियौँ। र आज पनि हामीहरू नेपाल विद्युत प्राधिकरणको चाहिँ 5औं तह प्रशासन लेखा समूह अन्तर्गत साथै प्राविधिक अन्तर्गतको पनि इलेक्ट्रिकल सहायक यिनीहरूको पनि लागि पनि यो महत्त्वपूर्ण हुने गर्छ। हामीहरू चाहिँ आज चाहिँ यस च्यानल अन्तर्गत रहेर कर्मचारी सेवा शर्त विनियमावली अन्तर्गत रहेको केही महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू लिएर उपस्थित भइसकेका छौँ। हाम्रा यहाँभन्दा पहिलेका भिडियोहरू हजुरहरूलाई कस्तो लाग्दैछन्? जस्तो लाग्छन् त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। साथै यदि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाइदिन नबिर्सनुहोला। त साथीहरू, नेपाल विद्युत प्राधिकरणको तयारी गरेर बसिरहनुभएका साथीहरूले यो भिडियो चाहिँ अत्यन्तै महत्त्वपूर्ण हुने भएकाले यो भिडियोलाई अन्तिमसम्म हेरेर हजुरहरूलाई आफ्नो लागि चाहिँ पढ्नका लागि चाहिँ एउटा लाभ लिनु होला भन्न चाहन्छु। साथै मैले सोधेका प्रश्नहरू चाहिँ यसबाट महत्त्वपूर्ण हुने भएकाले आफ्नो कपीमा भिडियोलाई पज गरेर आफ्नो कपीमा टिपोट समेत गर्नुहोला भन्न चाहे। भिडियो सुरु गर्न चाहन्छौँ। विषय रहेको छ नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली 2075। यसमा चाहिँ जहिले पनि हजुरहरूले प्रथम पत्रको चाहिँ जुनसुकै तहको जुनसुकै परीक्षाहरू दिँदा पनि त्यहाँनिर एउटा की लेखेको हुन्छ हो। यो की चाहिँ हजुरहरूले कहिले पनि लेख्न छुटाउनु हुँदैन। यो की चाहिँ हजुरले आफ्नो एन्सर सिटमा चाहिँ लेख्नुपर्ने हुन्छ भनेको छ। यहाँ पनि आफ्नो उत्तर पुस्तिकामा की अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ। उल्लेख नगरेमा उत्तर पुस्तिका स्वत रद्द हुनेछ भनेको छ। यो चाहिँ जहिले पनि हजुरहरूले एउटा कुरा ख्याल गरिदिनु होला। प्रश्न चाहिँ सुरु गर्न चाहन्छु साथीहरू। प्रश्न नम्बर 1, नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली 2075 कहिले लागू भयो? अप्सन ए 2075 साउन 1, 2076 जेठ 31, 2076 असार 1 र अप्सन डी 2075 चैत 30। यसको चाहिँ सही उत्तर चाहिँ हजुरहरूले अनुमान गरिसक्नु भएको छ मलाई लाग्छ। यसको चाहिँ अप्सन बी 2076 जेठ 31 गते कर्मचारी सेवा शर्त विनियमावली लागू भएको थियो। नजुकिनु होला। 75 भने पनि यो चाहिँ लागू भएको चाहिँ 76 जेठ 31 देखि थियो। प्रश्न नम्बर 2, विनियमावली भन्ना अनुसार परिवार भन्नाले कुन सदस्यलाई जनाउँदैन? विनियमावली अन्तर्गत चाहिँ परिवार भन्नाले कुन सदस्यलाई जनाउँदैन? आमा बुवा, अप्सन ए, अप्सन बी विवाहित छोरी, अप्सन सी अविवाहित छोरी र अप्सन डी पति वा पत्नी। यसको सही उत्तर हजुरहरूले अनुमान गरिसक्नु भएको छ मलाई लाग्छ। यसको चाहिँ सही उत्तर अप्सन बी विवाहित छोरीलाई चाहिँ हामीले परिवार भनेर चाहिँ भन्न पाउँदैनौँ। अन्य सदस्यहरूलाई चाहिँ परिवार भन्न पाउँछौँ। क्वेसन नम्बर 3, खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति हुनका लागि सहायक स्तरमा न्यूनतम उमेर कति हुनुपर्दछ? पदपूर्ति हुनका लागि सहायक स्तरमा चाहिँ न्यूनतम उमेर चाहिँ अप्सन ए 16 वर्ष, बी 21 वर्ष, सी 18 वर्ष र डी 20 वर्ष भनेको छ। यसको सही उत्तर हजुरहरूले अनुमान गरिसक्नु भएको छ। सहायक स्तरको लागि चाहिँ न्यूनतम उमेर चाहिँ 18 वर्ष रहेको छ भने अधिकृत स्तरको लागि चाहिँ उमेर चाहिँ 21 वर्ष रहेको छ। यो नजुकिनु होला। प्रश्न नम्बर 4, अध्ययन विधा पाउनका लागि कति वर्ष स्थायी सेवा गरेको हुनुपर्दछ? अध्ययन विधा पाउनका लागि कम्तीमा कति वर्ष स्थायी सेवा गरेको हुनुपर्दछ? क्वेसन अप्सन ए 1 वर्ष, अप्सन बी 2 वर्ष, अप्सन सी 3 वर्ष र अप्सन डी 5 वर्ष। यसको सही उत्तर हजुरहरूले अनुमान गरिसक्नु भएको छ। अप्सन सीमा रहेको 3 वर्ष चाहिँ स्थायी सेवा गरेकोले मात्र अध्ययन विधा पाउने गर्दछ। त्यसै गरी प्रश्न नम्बर 5 मा कुनै पनि कर्मचारीले 1 वर्षमा कति दिन बिरामी विधा पाउने व्यवस्था रहेको छ? बिरामी विधा चाहिँ कति दिन पाउँछ कर्मचारीले? अप्सन ए 6 दिन, अप्सन बी 10 दिन, अप्सन सी 12 दिन र अप्सन डी 15 दिन। र यसको सही उत्तर हजुरहरूले अनुमान गरिसक्नु भएको छ। बिरामी विधा चाहिँ 12 दिन पाउने गर्दछ, जसलाई चाहिँ एउटा मात्र त्यस्तो विधा हो जसलाई चाहिँ हामीहरूले सञ्चित पनि गर्न सक्छौँ। सञ्चित विधा पनि भनेर चिन्न सकिन्छ।
भैपरी बिदा र घर बिदा 6 दिन भने बिरामी बिदा 12 दिन हुने गर्दछ। नझुकिनु होला। सञ्चित गर्ने पाउने एउटा मात्र बिदा भनेको बिरामी बिदा हो। प्रश्न नम्बर 6, महिला कर्मचारीले सुत्केरी हुनु अघि र पछि गरी जम्मा कति दिन प्रसुति बिदा पाउँछन्? महिला कर्मचारीले प्रसुति बिदा चाहिँ अप्सन ए 60 दिन, अप्सन बी 90 दिन, अप्सन सी 98 दिन र अप्सन डी 75 दिन। र यसको पनि सही उत्तर हजुरले अनुमान गरिसक्नु भएको छ। यसको पनि सही उत्तर 98 दिन चाहिँ महिलाहरूले पाउने गर्दछन्। त्यसै गरी प्रश्न नम्बर 7, पुरुष कर्मचारीले पत्नी सुत्केरी भएमा कति दिन प्रसुति स्याहार बिदा पाउँदछन्? पुरुष कर्मचारीले पत्नी सुत्केरी भएमा कति दिन प्रसुति स्याहार बिदा पाउँछन् भनेको छ। अप्सन ए 7 दिन, बी 10 दिन, सी 15 दिन र डी 11 दिन। यसको सही उत्तर रहेको छ 15 दिन। प्रसुति स्याहार बिदा पुरुषले पाउने बिदा, प्रसुति बिदा महिलाले पाउने बिदा। महिलाहरूले चाहिँ 98 दिन अघि पछि गरेर भने पुरुषहरूले महिला आफ्नो पत्नी चाहिँ सुत्केरी भएपछि चाहिँ पाउने बिदा भनेको 15 दिन हुन्छ, सुत्केरी स्याहार बिदा अथवा प्रसुति स्याहार बिदा भन्छ। त्यसै गरेर अर्को प्रश्न नम्बर 8, विनियमावली अनुसार कर्मचारी अनिवार्य अवकाश हुने उमेर हद कति हो? कर्मचारी अनिवार्य अवकाश हुने उमेर हद अप्सन ए 55 वर्ष, बी 60 वर्ष, सी 58 वर्ष र डी 62 वर्ष। र यसको पनि सही उत्तर रहेको छ अप्सन सी नै 58 वर्ष चाहिँ अनिवार्य अवकाशको उमेर रहेको छ। प्रश्न नम्बर 9, कार्यक्षमताका आधारमा हुने बढुवामा कार्य सम्पादन मूल्याङ्कन बापत कति अङ्क छुट्याइएको हुन्छ? कार्यक्षमताका आधारमा बढुवा हुँदाखेरि चाहिँ कासमुका आधारमा बढुवा हुँदा कासमु बापत कति अङ्क छुट्याइएको हुन्छ? अप्सन ए 30 अङ्क, बी चाहिँ 20 अङ्क, सी 40 अङ्क र डी 10 अङ्क। कासमुबाट बढुवा हुँदा चाहिँ 40 अङ्क छुट्याइएको हुन्छ, अप्सन सीमा रहेको छ। त्यसै गरेर प्रश्न नम्बर 10, अध्ययन बिदा पुरै सेवा अवधिभरमा बढीमा कति वर्ष पाउन सकिन्छ? अध्ययन बिदा पुरै अवधिभर आफूले सेवा गर्ने अवधिभर चाहिँ कति वर्ष पाउन सकिन्छ भनेको छ। अप्सन ए 1 वर्ष, अप्सन बी 2 वर्ष, अप्सन सी 3 वर्ष र अप्सन डी 5 वर्ष। र यसको पनि सही उत्तर अप्सन सीमै रहेको छ 3 वर्ष। त्यसै गरेर प्रश्न नम्बर 11, कुनै कर्मचारी कति दिनसम्म बिना सूचना कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सकिन्छ? कुनै कर्मचारी यदि कार्यालयमा जानकारी बिना नै अनुपस्थित रहिराख्यो भने कति दिनपछि चाहिँ उसलाई सेवाबाट हटाउन सकिन्छ भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन रहेको छ अप्सन ए 15 दिन, बी 30 दिन, सी 60 दिन र डी 90 दिन। र यसको सही उत्तर पनि अप्सन नम्बर डीमा रहेको 90 दिन चाहिँ अनुपस्थित लगातार बिना जानकारी अनुपस्थित रह्यो भने उसलाई सेवाबाट हटाउन सकिन्छ। प्रश्न नम्बर 12, कर्मचारीले पाउन सक्ने क्रिया बिदाको अवधि कति दिन तोकेको छ? कर्मचारीले पाउने क्रिया बिदाको अवधि चाहिँ अप्सन ए 10 दिन, अप्सन बी 13 दिन, अप्सन सी 15 दिन र अप्सन डी 7 दिन। र यसको सही उत्तर रहेको छ अप्सन सी 15 दिन। पुरुष अथवा महिला कर्मचारीले पाउने क्रिया बिदा चाहिँ 15 दिनको हुने गर्दछ। प्रश्न नम्बर 13, बढुवाका लागि भौगोलिक क्षेत्रको काम गरेको अनुभव बापत अधिकतम कति अङ्क दिइन्छ? बढुवाका लागि बढुवा हुँदा भौगोलिक क्षेत्रका आधारमा चाहिँ अप्सन ए 5 अङ्क, अप्सन बी 10 अङ्क, अप्सन सी 15 अङ्क र अप्सन डी 7 अङ्क। र यसको पनि सही उत्तर रहेको छ अप्सन बीमा रहेको 10 अङ्क। भौगोलिक क्षेत्रका बापत चाहिँ अनुसार चाहिँ त्यस बापत चाहिँ अधिकतम भनेको 10 अङ्क चाहिँ दिन सकिन्छ। प्रश्न नम्बर 14, 5 वर्षदेखि 20 वर्षसम्म सेवा गरेका कर्मचारीले अवकाश पाउँदा पाउने सुविधालाई के भनिन्छ? यदि 5 वर्षदेखि 20 वर्षसम्म सेवा गरेको छ भने उक्त कर्मचारीले पाउने सुविधालाई चाहिँ अप्सन ए निवृत्तिभरण, अप्सन बी उपदान, अप्सन सी औषधि उपचार, अप्सन डी सञ्चय कोष। र यसको सही उत्तर रहेको छ अप्सन बी उपदान चाहिँ भन्ने गरिन्छ। त्यसै गरी प्रश्न नम्बर 15, बढुवाका लागि ज्येष्ठता बापत कति अङ्क प्रदान गरिन्छ? बढुवाका लागि ज्येष्ठता बापत कति अङ्क प्रदान गरिन्छ? अप्सन ए 10 अङ्क, अप्सन बी 20 अङ्क, अप्सन सी 30 अङ्क र अप्सन डी 40 अङ्क।
र यसको सही उत्तर रहेको छ अप्सन सी 30 अङ्क। ज्येष्ठता बापत चाहिँ 30 अङ्क प्रदान गर्ने गरिन्छ। त्यसै गरी कर्मचारीले पाउने घर बिदा बढीमा कति दिनसम्म सञ्चित हुन सक्दछ भनेको छ। कर्मचारीले पाउने घर बिदा चाहिँ बढीमा जम्मा जम्मी कति दिन सञ्चित पाउने व्यवस्था रहेको छ। अप्सन ए 90 दिन, अप्सन बी 150 दिन, अप्सन सी 180 दिन र अप्सन डी 120 दिन। र यसको पनि सही उत्तर रहेको छ बढीमा 180 दिन। मैले यहाँ हजुरहरूसँग एउटा माफी माग्न चाहेँ। मैले अगाडि चाहिँ हजुरहरूलाई बिरामी बिदा मात्र सञ्चित हुन्छ भनेर भनेको थिएँ। यहाँनिर चाहिँ कर्मचारी सेवा शर्त विनियमावली अनुसार चाहिँ घर बिदा पनि बढीमा 180 दिन नै सञ्चित गर्ने गरेको रहेछ भने हामीहरूले बिरामी बिदा पनि जम्मा जम्मी 180 दिन नै सञ्चित गर्न सक्दछौँ। यसको चाहिँ सही उत्तर 180 दिन नै रहेको छ। प्रश्न नम्बर 17, नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली 2075 को निर्माण कुन ऐनले दिएको अधिकारको प्रयोग गरी गरिएको हो भनेको छ। कुन ऐनले दिएको अधिकारको प्रयोग गरी गरिएको हो? अप्सन ए नेपाल विद्युत ऐन 2049, अप्सन बी नेपाल विद्युत प्राधिकरण ऐन 2041, अप्सन सी नेपाल निजामती सेवा ऐन 2049, अप्सन डी सार्वजनिक संस्था ऐन 2044। र यसको पनि सही उत्तर रहेको छ अप्सन बीमा रहेको नेपाल विद्युत प्राधिकरण ऐन 2041। नेपाल कर्मचारी सेवा शर्त विनियमावली 2075 चाहिँ नेपाल विद्युत प्राधिकरण ऐन 2041 कोमा चाहिँ टेकेर अथवा त्यसमा चाहिँ आधार मानेर चाहिँ बनेको ऐन हो। प्रश्न नम्बर 18, यस विनियमावलीको नियम 2 अनुसार प्राधिकरण भन्नाले के बुझिन्छ? यस विनियमावलीको नियम 2 अनुसार प्राधिकरण भन्नाले के बुझिन्छ? अप्सन ए ऊर्जा मन्त्रालय, अप्सन बी विद्युत विकास विभाग, अप्सन सी नेपाल विद्युत प्राधिकरण र अप्सन डी प्राधिकरणको सञ्चालन समिति। यसको अनुमान हजुरहरूले गरिसक्नु भएको छ मलाई लाग्छ। अप्सन सीमा रहेको नेपाल विद्युत प्राधिकरणलाई प्राधिकरण भन्ने गरिन्छ। त्यसैगरी प्रश्न नम्बर 19, विनियमावली अनुसार सञ्चालन समिति भन्नाले कुन दफा बमोजिम गठित समितिलाई जनाउँछ? विनियमावली अनुसार सञ्चालन समिति भन्नाले कुन दफा बमोजिम गठित समितिलाई जनाउँछ भनेको छ। अप्सन ए नेपाल विद्युत प्राधिकरण ऐन 2041 को दफा 5, अप्सन बी नेपाल विद्युत प्राधिकरण ऐन 2041 को दफा 9, अप्सन सी विनियमावलीको नियम 10 र अप्सन डी नेपाल विद्युत प्राधिकरण ऐन 2041 को दफा 2। हजुरहरूले यसको अनुमान गरिसक्नु भएको छ होला। सञ्चालन समितिको गठन चाहिँ नेपाल विद्युत प्राधिकरण ऐन 2041 को दफा 9 बमोजिम चाहिँ हुने गर्दछ। त्यसै गरेर प्रश्न नम्बर 20, विनियमावली अनुसार अख्तियारवाला भन्नाले कर्मचारी नियुक्त गर्ने वा कुन कार्य गर्ने अधिकारीलाई जनाउँछ? विनियमावली अनुसार अख्तियारवाला भन्नाले कसलाई जनाउँछ भनेको छ। नम्बर ए काज खटाउने, बी बिदा स्वीकृत गर्ने, सी विभागीय सजाय दिने र डी पुरस्कार प्रदान गर्ने। अख्तियारवाला भन्नाले अप्सन सीमा रहेको विभागीय सजाय दिने व्यक्तिलाई चाहिँ अथवा विभागीय सजाय दिने अथवा विभागीय सजायको कार्य गर्ने व्यक्तिलाई चाहिँ बुझिन्छ। जस्तै कुनै व्यक्ति चाहिँ कुनै सजायमा पर्यो भने उसलाई सजाय दिने अधिकार प्राप्त व्यक्तिलाई नै अधिकारवाला भनेर भन्ने गरिन्छ। त्यसै गरेर प्रश्न नम्बर 21, विनियमावलीको नियम 2 को परिभाषा अनुसार परिवारभित्र तलको मध्ये कुन समावेश छैन? परिवारभित्र तलको मध्ये कुन समावेश छैन भनेको छ। अप्सन ए कर्मचारीको बाजे बजै, अप्सन बी कर्मचारीको सौतेनी आमा, कर्मचारीको धर्मपुत्र धर्मपत्री, डी कर्मचारीको विवाहित दाजुभाइ। यसको सही उत्तर रहेको छ परिवारभित्र चाहिँ समावेश नभएका भनेको चाहिँ अप्सन डीमा रहेको कर्मचारीको विवाहित दाजुभाइ नै यसको चाहिँ परिवारभित्र समावेश रहेका छैनन्। प्रश्न नम्बर 22, विनियमावली अनुसार पुनरावलोकन समिति भन्नाले कुन प्रयोजनका लागि गठित समितिलाई जनाउँछ? विनियमावली भन्नाले कुन प्रयोजन का लागि गठित समितिलाई जनाउँछ भनेको छ। अप्सन ए सरुवा पुनरावलोकन, अप्सन बी कार्य सम्पादन मूल्याङ्कन पुनरावलोकन, अप्सन सी तलब वृद्धि पुनरावलोकन र अप्सन डी विधा पुनरावलोकन। र यसको सही उत्तर रहेको छ कार्य सम्पादन मूल्याङ्कन पुनरावलोकन गर्ने समितिलाई नै पुनरावलोकन समिति भन्ने गरिन्छ। प्रश्न नम्बर 23, छनौट समिति भन्नाले कुन पदमा नियुक्त वा बढुवा सिफारिस गर्न गठित समितिलाई जनाउँछ?
छनौट समिति भन्नाले कुन पदमा नियुक्त वा बोर्ड सिफारिस गर्ने गठित समितिलाई जनाउँछ भनेको छ। अप्सन ए जिल्लाधारी पदमा, अप्सन बी करार पदमा, अप्सन सी स्थायी पदमा र अप्सन डी सबै प्रकारका पदमा। र यसको पनि सही उत्तर रहेको छ अप्सन सीमा रहेको स्थायी पदमा। प्रश्न नम्बर 24 विनियमावली अनुसार स्थायी ठेगाना भन्नाले कुन विवरणलाई जनाउँछ। स्थायी ठेगाना भन्नाले नागरिकतामा उल्लेखित ठेगाना, अप्सन बी हाल बसोबास गरिरहेको ठेगाना, प्राधिकरणमा नियुक्त हुँदा पेश गरेको ठेगाना र डी भनेको ए र सी दुवै भनेको छ। प्रश्न नम्बर 24 को चाहिँ यसको सही उत्तर रहेको छ अप्सन डी नागरिकतामा उल्लेखित ठेगाना साथै प्राधिकरणमा पेश गरेको नियुक्ति हुँदा पेश गरेको ठेगानालाई नै स्थायी ठेगाना भन्ने गरिन्छ कर्मचारीको उसमा चाहिँ। प्रश्न नम्बर 25 विनियमावली अनुसार सेवा भन्नाले कुन सेवालाई जनाउँछ। अप्सन ए निजामती सेवा, अप्सन बी प्राधिकरण सेवा, अप्सन सी सार्वजनिक सेवा र अप्सन डी प्राविधिक सेवा। यसको चाहिँ सही उत्तर रहेको छ सेवा भन्नाले प्राधिकरण सेवालाई जनाउने गर्दछ। त्यसै गरी प्रश्न नम्बर 26 विनियमावलीमा उल्लेख नभएका विषयमा कसको निर्णय अन्तिम हुने व्यवस्था रहेको छ। विनियमावलीमा उल्लेख नभएका विषयको कसको निर्णय चाहिँ अन्तिम हुने गरेको छ भनेको छ। अप्सन ए कार्यकारी निर्देशक, अप्सन बी मन्त्रालय सचिव, अप्सन सी सञ्चालक समिति अथवा बोर्ड र अप्सन डी लोक सेवा आयोग। र यसको सही उत्तर रहेको छ प्राधिकरणको हकमा चाहिँ सञ्चालन समितिको निर्णय चाहिँ अन्तिम हुने गरेको छ। सञ्चालन समिति प्राधिकरणको चाहिँ सञ्चालन समिति जसको अध्यक्ष चाहिँ ऊर्जा मन्त्री हुने गरेका छन्। त्यसै गरेर प्रश्न नम्बर 27 प्राधिकरणमा रिक्त पदहरूको पूर्ति गर्दा कुन सिद्धान्तलाई अवलम्बन गरिन्छ। प्राधिकरणमा पूर्ति गर्दा कुन सिद्धान्तलाई अवलम्बन गर्ने गरिन्छ। अप्सन ए समावेशीकरणको सिद्धान्त, अप्सन बी खुल्ला प्रतिस्पर्धात्मक योग्यताको सिद्धान्त, अप्सन सी खुल्ला प्रतिस्पर्धाको सिद्धान्त र अप्सन डी माथिका सबै। र यसको सही उत्तर रहेको छ माथिका सबै आधारमा चाहिँ प्राधिकरणमा रिक्त पदमा चाहिँ पदपूर्ति गर्ने गरिन्छ। त्यसै गरेर प्राधिकरणको पदपूर्ति समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ। प्राधिकरणको पदपूर्ति समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ। अप्सन ए कार्यकारी निर्देशक, अप्सन बी लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको सदस्य, अप्सन सी ऊर्जा मन्त्रालयको सचिव र अप्सन डी प्रशासन निर्देशनालयको प्रमुख। र यसको चाहिँ सही उत्तर रहेको छ लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको व्यक्ति नै यसको चाहिँ पदपूर्ति समितिको अध्यक्ष हुने व्यवस्था रहेको छ अप्सन बी। त्यसै गरेर प्रश्न नम्बर 29 पदपूर्ति समितिमा लोकसेवा आयोगले तोकेका कतिजना विशेषज्ञ सदस्य रहने व्यवस्था रहेको छ। पदपूर्ति समितिमा लोकसेवा आयोगले तोकेका कतिजना विशेषज्ञ सदस्य रहने व्यवस्था रहेको छ भनेको छ। अप्सन ए 1 जना, अप्सन बी 2 जना, अप्सन सी 3 जना र अप्सन डी 5 जना भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन एमा रहेको 1 जना चाहिँ पदपूर्ति समितिमा लोकसेवा आयोगले तोकेको विशेषज्ञ रहने व्यवस्था रहेको छ। त्यसै गरेर प्रश्न नम्बर 30 विनियमावली अनुसार पदपूर्ति समितिको सदस्य सचिव को हुने व्यवस्था रहेको छ। यसको चाहिँ सदस्य सचिव चाहिँ अप्सन ए महाशाखा प्रमुख, अप्सन बी कार्यकारी निर्देशक, अप्सन सी मानव स्रोत विभागको प्रमुख र अप्सन डी अर्थ निर्देशनालयको प्रमुख। यसको चाहिँ सही उत्तर हजुरहरूले देखिसक्नु भएको छ र अप्सन सीमा रहेको मानव स्रोत विभागको प्रमुख चाहिँ यसको विनियमावली अनुसार सदस्य सचिव रहने व्यवस्था रहेको छ। त साथीहरू आजका लागि चाहिँ यति नै। कर्मचारी सेवा शर्त विनियमावली अनुसार आउँदो परीक्षाहरूमा सोध्न सक्ने महत्त्वपूर्ण 30 प्रश्नोत्तरहरू हामीहरूले हजुरहरू समक्ष पेश गरिसकेका छौँ। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। साथै हजुरहरूले हाम्रो भिडियोलाई चाहिँ यदि मन परेमा एउटा लाइक र एउटा कमेन्ट चाहिँ गर्न नबिर्सनुहोला भन्दै अबको आउँदो इक्जामहरूमा यहाँहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै हाम्रो भिडियोहरूलाई चाहिँ हाम्रो च्यानललाई माया गरिदिनु होला र भिडियोहरू हेर्दै राख्नुहोला र आफ्नो साथीभाइहरूलाई चाहिँ सेयर पनि गर्न नबिर्सनुहोला भन्दै छिटै नै अर्को भिडियोमा यस्तै नेपाल विद्युत प्राधिकरणको अर्को नयाँ श्रृङ्खला र नयाँ नमुना सेट लिएर छिटै नै उपस्थित हुने बाचा गर्दै आजका लागि हामीहरूले यो भिडियोबाट बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद। नमस्कार।